केपी शर्मा ओली नेपालका एक प्रमुख राजनीतिज्ञ हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी, एकीकृत मार्क्सवादी लेनिनवादी नेकपा एमालेका अध्यक्ष हुन्। उनी 2 पटक नेपालको प्रधानमन्त्री भइसकेका छन्। उनी आफ्नो राष्ट्रवादी अडान र वाकपटुताका लागि परिचित छन्। केपी ओलीको जन्म विषम 2008 साल फागुन 11 गते तेह्रथुम जिल्लाको इसुवा गाउँमा भएको थियो। उनको राजनीतिक यात्रा विद्यार्थीकालदेखि नै सुरु भएको थियो। उनी विसङ्घ 2023 सालमा कम्युनिस्ट राजनीतिमा सक्रिय भए। विसङ्घ 2044 सालमा नेकपा एमालेको केन्द्रीय सदस्य बनेका ओली विसङ्घ 2049 सालदेखि 2071 सालसम्म लगातार पार्टीको स्थायी कमिटी सदस्य रहे। उनी विसङ्घ 2071 सालमा पार्टी अध्यक्षमा निर्वाचित भए। ओली विसङ्घ 2051 सालमा पहिलो पटक गृहमन्त्री बनेका थिए। उनी विसङ्घ 2072 सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि विसङ्घ 2074 सालको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि उनी दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। ओलीका समर्थकहरू उनलाई विकास र समृद्धिको एजेन्डा बोकेको नेता मान्छन्, तर उनका आलोचकहरू उनलाई अधिनायकवादी र सत्तालिप्सा भएको नेताको रूपमा चित्रण गर्छन्।